हेर न म विदेशबाट आएको 2 दिन भइसक्यो अहिले पनि बजारबाट आइरहेको छु घरमा बुढीलाई देखिन कतै देख्यौ तिमीले मेरो बुढीलाई हेर्नु दाइ तपाई भनेको दुःख मान्नु होला तपाई गएकै दिन हजुरको श्रीमती एउटा अमेरिकन केटासँग लागेकी छिन् के भन्छस् कान्छा त हो दाजु त्यो मान्छे अचम्मकै छ एउटा पोइन्टमा उले तीनवटा खुट्टा हालेको हुन्छ 3 खुट्टी गरे हु इज दैट गाय जस्ट टेल मी ही इज द फिनोमिनल विथ 150 पाउन्ड फ्रम द नटी अमेरिका ऊ किन आउँछ कहाँबाट आउँछ र कसरी आउँछ कसैलाई पनि थाहा हुँदैन कहिले डाक्टरको भेषमा आउँछ कहिले पुलिसको भेषमा आउँछ र कहिले चोरको भेषमा आउँछ उसले 50 दूरीबाट सुँगेर पत्ता लगाउँछ कि कसकी जोई कहाँ छ भनेर हिज नेम इज जोनी प्रसाद उपाध्याय Johnny is Papa. Eating sugar, no Papa. Telling lies, no Papa. Open your mouth. Ha ha ha. Johnny Prasad Upadhyay bound काठो. अब तेरो काल आउँदैछ. I'm coming. बुहारी धेरै नरौ भाइ कहाँ जान लाग्छ र यो विदेश जान त लाग्यो नि आइहाल्छ नि 20-30 वर्ष पछि अरे भाउजू किन रुनुहुन्छ कुन छ राम्रो काम गर्न जान्ला हुन् र अर्का देशमा अर्का गुस ओर्न त जान्ला हुन् यस्ताका लागि पनि रुन्छन् भाइ कस्तो रोयो राडी रोए जस्तो कन्सर्ट टाढा जान लाग्छौ र ए सासमले पारी त यहाँदेखि मिस्त्री घरसम्म अब मेरो बुढो विदेश जाँदै हुनुहुन्छ अनि मेरो रेखदेख कसले गर्छ त ए बुहारी म छु त अनि त्यति भएर हुन्छ त मलाई मेरो बुढाले मेला लगिदिनुहुन्थ्यो कपडा किनिदिनु हुन्थ्यो अनि त्यस्तो कसले गर्छ त मलाई अरे बुहारी त्यसको लागि किन चिन्ता गर्छौ मै छु त अनि यति भएर हुन्छ त मेरो बुढाले मलाई भोक लागेको बेला भात खुवाउनुहुन्थ्यो अनि मलाई फिल्म हेर्न लजानुहुन्थ्यो कसले लग्छ त मलाई फिल्म हेर्न यहाँ बुहारी त्यसको लागि म छु त बरु तिमीलाई फिल्म हेराउन लग्दाखेरि कर्नल सिटमा बस्न होला रवि जहिले आएपछि त त्यति त जहिले पनि गरिहाल्छ गाउँकाले विदेश जाने बेला झाली दाइ मैले 5 लाख खानेको थिएँ कसले चिर्दिन्छ भन्नु न थियो यहाँ कान्छ म मात्रै कति बोलौँ त पनि बोल्न समाजमा भइसकेपछि मानवता भन्ने छैन देखि त बड्डी यस्ता हुन्छन् गाउँको मान्छे कसैका क्षमतामा नबस्याए प्यारी आफ्नै क्षमतामा बस्याए तँ जस्तो कोही छैन म गइया नरुए रुने साइज राम्रो हुँदैन बुढा बस्या थालु लगाएमा हे कान्छ छोड्दे यस्ता गोइका आँसु जे पकर लान्छौँ हामी बिरसिंह दाई बिरसिंह दाई बिरसिंह दाई बिरसिंह दाई बिरसिंह दाई भाउजू छोडेर कहाँ जान लाग्नुभयो बाबु खेमे राम्ररी बसेछ कान्छ म त हिँडेको अब क्यानाडाको फ्लाइट छ ओहो बिरसिंह दाई क्यानाडा जान लाग्नुभयो रहेछ अब कहिले फर्किनुहुन्छ नसोच कान्छ गाउँको साह्रै याद आउन सक्ला मलाई त्यही 20-25 लाग्न सक्छ ए 20-25 दिनमै फर्किने भए दाइ मलाई एउटा आइफोन ल्याइदिनु होला नि ल यो आइफोन मेरा मुनि बुढा
20-25 वर्ष दिनुभयो त आइहाल्थ्यो नि। आइफोनको जिद्दी गरेर रहेछ। तँलाई कुन कम्पनीको आइफोन चाहिने हो? कुन कम्पनीको हो भन् त? अरे दाई आइफोन कुन कम्पनीको हुन्छ र? त्यही एप्पलको ल्याइदिनु होला नि। एप्पलको मसँग त बनाना मात्रै छ, लग्नेमा लैजाकेर खान्छ। अरे दाई यिनी कुराहरू छोडिदिनुहोस्। तर दाई मलाई एउटा कुरा भन्न मन लागेको थियो। हजुरको कान्छो छोरो छ नि, त्यसको मलाई लास्टै पिर लागेको छ। पिर गरे तँलाई के को पिर? त के त्यहीको बाउ हेरेर तँलाई पिर लाग्नुलाई? त्यस्तो होइन क्या दाई, तपाईँको बुढीले आफ्नो छोरालाई कान्छो छोरालाई भुइँमा सुताउँछिन्, ओछ्यान पनि लगाउँदिनन्, कहिलेकाहीँ त आफूसँग पनि सुताउँदिन्, भुइँमा सुताएको सुतै गर्छिन्, अलिक केयर गरिदिनु क्या दाई तपाईँको बुढीले। त्यही भएर मलाई पिर लागेको। घर हेर्ने त छ त खेमे। म विदेश त नजानुभन्दा अगाडि त्यसलाई सम्झाएर आउँछु, चिन्ता नगर। त्यस्तो होइन क्या दाई, शुभ साइडमा हिँडेको मान्छे अलिकति घर गएपछि अशुभ हुन्छ। बरु तपाईँ यहाँबाट हेरिराख्नुहोस्, म गएर सम्झाउँछु बाबुलाई राम्रोसँग। हेरिराख्नुहोस् जा। भाउजू, ए भाउजू, छिटो आउनु भनेको। के भयो किन कराएको? दाईले भन्नुभएको दाई विदेश रहन्जेल म हजुरसँग सुन्ने अरे। होइन हौ बाबु, के नचाहिने कुरा गर्छौ तिमीले? यस्ता पनि नचाहिने कुरा कसैको बुढाले सिकाउँछन् र? अरे भाउजू, तपाईँलाई विश्वास लाग्दैन भने दाई चाहिँ निरहनुहुन्छ, एकचोटि सोध्नु न, फेरि सोध्नु त। ए बुढा, उसलाई मैसँग सुताउने हो र? अनि सुताउनु परेन, यस्तो चिसो छ, तल सुताएर हुन्छ, आफूसँग सुताउ। नाइ के बुढा, म बरु खाटमा सुत्छु, उसलाई चाहिँ भुइँमा सुताउँछु। कहाँ भुइँमा सुताउने कुरा गरेको? आफूसँग काखमा च्यापेर सुताउने हो। आफ्नो चिज होइन त्यो, माया लाग्दैन? ल ल, तपाईँले भनेको जस्तै गर्छु, पछि मलाई गाली गर्न पाइन्न नि फेरि। लाज पछि कि आइमा यस्ता कुरामा गाली गर्छु म? राम्रोसँग सुताउनु थियो। आफ्नो सन्तानको माया नहुने यार। देख्नुभयो त भाउजू, दाइले भन्नुभएको रहेछ कि रहेछ, मैले के ठगे रहेछु? अब त विश्वास गर्नुभयो। ल आजबाट सुरु गरौँ, भित्र आइहाल्नुहोस्। मलाई लाज लाग्छ कि सँगै सुन्ने भन्नुभएको त दाइले, आज यहाँ नहुने भयो। Oh my God, जोनी सिंह दाई, म त हजुरको ठुलो फ्यान हो, बिग फ्यान हो नि मेरो जोनी सिंह दाई। जोनी सिंह होइन, जोनी प्रसाद उपाध्याय। जहाँ जोनीले पहिरो छुट्छ त्यहाँ सधैँको लागि रमाइलो हुन्छ। अरे जोनी दाई, तपाईँ आउने ठाउँमा रमाइलो गर्नु होला, तर एकछिन मलाई डिस्टर्ब नगर्नुहोस्, म यहाँ काम गर्दैछु। मैले भनिसकेँ त, जहाँ जोनीको पाइलो त्यहाँ सधैँ रमाइलो। निकल जाऊ। एउटा एस्ट्रोनट, डक्टर, पुलिसको इन्सल्ट गर्छस्? जोनी स्वामी, तपाईँले मेरो स्वर्गको ढोका खोलिदिनु भयो, म प्रसन्न भएँ, खुसी भएँ। हुन त म पण्डितको छोरा, तर के गर्ने, समयले मलाई नाठो बनाइदियो। म प्लम्बरको काम पनि गर्छु, डाक्टर पनि, पिसालिएको म टिचर पनि हो। के गर्ने, यो दुनियाँ नै यस्तै छ। हेलो बुढा। हेलो, कस्तो छ बुढा हालखबर हजुरको? मेरो एकदम ठिक छ बुढी। बरु तिम्रो खबर के छ भन? मेरो पनि एकदमै ठिक छ बुढा। अझ सोध्दैनौ म कस्तो काम गर्छु भनेर? बुढा भन्नु न, के काम गर्नुहुन्छ हजुरले? ए मैले त बुढी बिजनेसको काम हो, सामान एक्सपोर्ट गर्छु, फेरि इम्पोर्ट गर्छु बुढी। अनि के मसँग जहिले पनि चिप्ले किरा चप्किन आउँछ, के गर्ने होला बुढा? ए
चिप्ले किडा पो हो एकचोटि चाटेर ल्याप्प मुहाई खाऊ न आफूसँगै राख के औषधिको रूपमा लगिन्छ त त्यो चिप्ले किडो त चिप्लो हुन्छ आफूसँगै राख है हुन्छ बुढा हुन्छ चप्किरहेको छ अहिले पनि कसरी जुगा जस्तै छोड्दैन बुढा ल बुढी चिप्ले किडा हो त तिमीलाई थाहा छैन वाट इज द मिनिङ अफ चिप्ले किडा जो चप्किरहन्छ नि त आफूसँगै सम्हालेर राख न चिप्ले किडा हो त चप्किहाल्छ नि बुढा सम्हालेर त राखेछु नि तर मैले त बेला बेला यो चिप्ले किरालाई मार्दिन मन लाग्छ कि बुढा ल बुढी मिलाएर राख न आफूसित है अब त्यो अलिअलि त भइहाल्छ नि औषधि हो त आफूसँगै राख मार्ने होइन काम त लाग्छ नि बुढा होइन तर यो चिप्ले किराले यस्तो दुःख दिन्छ नि मलाई अहिले त मलाई कस्तो स्या मात्रै बच्छ बिजाइरहन्छ कसरी काँडा बिजाउँछ यसले ल बुढी त्यो त दमको औषधि हुन्छ त मिलाएर राख न सम्हालेर राख के बरु प्रयोग गर्न आएन होला त्यही भएर तिमीलाई त्यस्तो लाग्यो होला म नेपाल आएपछि सिकाउँछु नि चिप्ले किडा कसरी प्रयोग गर्न पर्छ भनेर है बुढा प्रयोग त गर्नुपर्छ नि मलाई त लाग्छ जहाँसम्म यसलाई त पानीभित्र हालेर ढक्कन लगाइदिउँ कि जस्तो लाग्छ बुढा ल बुढी ढक्कन लाउने कुरा नगर निसासिएर मर्छन् अक्सिजन भएन भने मर्छ नि त बाबु ल म चाहिँ अब चिप्ले किरासँग यसो खेल्छु तपाईँ चाहिँ काम गर्नु है ए ल हुन्छ खेला फेरि चिप्ले किडा हो झुस होला बिजाइदेला नि फेरि क्यान्सर हुन्छ झुस बिज्यो भने राम्रोसँग खेला है अघि त एकचोटि बिजाइयो अब फेरि एकचोटि बिजाउँछु भन्छ खेमे यसो पशुपालन गरौँ कि भन्ने सोचिरहेको छु यार नसाना मुला कहीँ एउटा पशुले अर्को पशु पालेको सौला त कहीँ ए खेमे सुन्न बिसिँदै विदेश गएर तँलाई मोज छ है भाउजूका खुट्टा औँला चुस्न पाछस् अरे फोक्से आजभोलि जोनी प्रसाद दाई आउनुभएको छ आजभोलि उहाँकै रात चल्छ खुट्टा औँला चुस्ने हातका औँला चुस्ने हामी त रेल काटेर बस्ने मात्रै हुन्छ सबै उहाँले गर्नुहुन्छ ए त्यो जोनी प्रसाद भन्ने त प्लम्बरको काम गर्ने होइन र मेरो घरको धाराको मर्मत गर्नु थियो यार बोलाइदिन सक्छस् कि बाबै त्यो टक्ले बाहुनलाई नबोलाएकै राम्रो होला धारा मर्मत गर्ने न्यु पारेर तेरो बुढीको टुटी बिगारिदिला अनि थाहा पाउलास् ल छोड्दे बरु म आफै बनाउँला अनि सुन त अर्को कुरा त बिसिन दाई चाहिँ कहिले आउनु रहेछ नि विदेशबाट बिर्सिङ दाई त हिँडिसक्यो नपत्ता माथि त्यो प्लेन आइसक्यो ओहो गाउँ त धेरै विकास भइसकेको छ त कसकी जोइ हो त्यो पुरा टाँसेर यस्तो बगैँचामा बसिरहेको छ आम्मा हेर्दा ठारै किस खाइदियो त्यसले धन्न मेरो बुढी सोझी छेर मनलाई सुकुन मिल्छ कसकी जोयो पुगे अब त्यहाँ खाडीमा मजाले दुःख गरेर होला यहाँ जोइको ताले यस्तो छ आइमाई आए कस्तरी अङ्गालाले हेर त ढाल्ले यस्तै आइमाईले गर्दाखेरि हो के आज गाउँका महिलाहरूको बदनाम हुने हेर त कस्तो इमोसनमा ल्याइदियो त मलाई पनि जाउँ कि म पनि एकचोटि जाने त होइन यार आफ्नो बुढी घर छँदैछ घरै गएर एक लगाउँछु म साली कहाँ गयो के झन् सरप्राइज तिमीलाई भनेर आएको 2 दिनदेखि गायब छ जोनी स्वामी सुन्नु न तपाईँ एउटा पण्डितको छोरो भएर यस्ता कार्यहरू गर्न अलिकति अप्ठ्यारो लाग्दैन ल के को अप्ठ्यारो क्या के पण्डित भए भन्दैमा के पण्डितका न मन लाग्दैन पण्डितका न इमोसन आउँदैन सुन्नु न यता तपाईँ यो जुस काट्नु के कस्तो मही खाने बेला नि बिच छ एकै म एकछिन मही खान्छु हेर्नु है आया बाबा कस्तो बिच छ यहाँ ओड्नु ए यो झुस त कहाँ काट्ने त मेरो एउटा पहिचान भनेको यही हो कि त्यतिकै मलाई जोनी प्रसाद उपाध्याय भन्छ नि त त्यो त मेरो बुढी होइन र साली म त मेरो बुढी आज सोझ्यौले भनेको हेर त तँलाई त आज नमारी छोड्दिनँ म यही तवाले खान्छ कालीले हेरे हाल्छ सरे जालीकी छोरी
बुढा तपाईँ कोही बेला आउनुभएको अहिले आउनु त खुट्टा गर्छु उता जा वाह सानो वाह, मैले 54 डिग्रीको तातो बालुवामा पसिना मात्र नबगाएर रगत पनि बगाएको नासो उपहार मलाई यो काले हप्सी दियो। के कमी थियो र ममा? सानु जवाब देऊ मलाई, सानु जवाब देऊ। यो जोनी सिंहसँग लाएर के पायौ तिमीले? जवाब देऊ सानु, मलाई जवाब देऊ। उहाँ जोनी सिंह होइन, जोनी स्वामी प्रसाद उपाध्याय हुनुहुन्छ। तपाईँले आफै भनेको होइन चिप्ले किरालाई पालेर राख्नु, घरमै राख्नु म आउने बेलासम्म भनेर मैले राखेको छु त। अनि ए भनेपछि चिप्ले किडा यो पो हो? म त किडा प्रजातिको होला सोचेको थिएँ, यो त साँडे प्रजातिको रहेछ। मैले रात दिन एक गरेर घामलाई घाम नभनेर पानीलाई पानी नभनेर जुसलाई जुस नभनेर कमाएको पैसा कहाँ छ? मलाई त्यो पैसाको हिसाब चाहियो। तुरुन्त गुणान गरेर हुन्छ कि भागा गरेर हुन्छ, तुरुन्त मलाई हिसाब चाहियो। तपाईँले पठाएको पैसा त यो चिप्ले किरालाई पालन पोषण गर्दा गर्दै चिप्लियो। उहाँले अझ बिहान साँझ 1-1 लिटर दुध खानुहुन्थ्यो। पाली गयो पैसा पनि सबै सत्यानाश भयो। ए जोनी प्रसाद, त एउटा इज्जतदार एस्ट्रोनट, आदरणीय शिक्षक अनि भगवान जस्तो डक्टर भएर अर्काको बुढीसँग लाग्न तँलाई अलिकति पनि लाज लाग्दैन? के यही हो तेरो संस्कार? लाज त तँलाई लाग्नु पर्ने। दुनियाँले चिन्छ मलाई संसारको भेलाग्दो मान्छे डक्टर, उसँग मुखमा के लाग्ने? अझ मजाले लाल लाट्टी खिच्दैन गिठे भन्ने बादर मुखे। चुप, तेरी आमाको नाम रे मादर मुखे। लाल लाटी खिजाए जुन गर्छ है काले हप्से। आज प्लम्बर बन्ने अनि अर्का घर गइकिन त्यो बिगडे पाइपलाई सपाडिदिन्छु भने आज बिगाडिदिने, अनि भाउ नै डाक्टर बनिकिन अर्का श्रीमतीलाई सुई लाउने, अनि क्या गर्यो चोर बनिकिन अर्का जोइको इज्जत चोर्ने। थुई हप्से। ओ साले मुख सम्हालेर बोल टपेन्द्रका छोरा। त आफूलाई भाग्यमानी ठान, म जस्तो मल्टी ट्यालेन्ट व्यक्तिसँग बोल्न पाएको छस्। हो बुढा, उहाँ जस्तो मान्छे पाउनु त हाम्रो सौभाग्यको कुरा हो। भाग्यमानी छौँ हामी, सोच्नुहोस्। चुप साले, मुखमुखे लाग्छस्। ए जोरी, त एउटा बाहुनको छोरो भएर अरू मेरो भविष्य बताइदिने मान्छे भएर मेरो भविष्य खोज्न तँलाई अलिकति पनि लाज लाग्दैन? मेरो पनि रहर होइन तेरो भविष्य बिगार्न। अब के गर्ने त? मेरो नामै नाटो जोनी प्रसाद उपाध्याय। अब नाम अनुसार त काम गर्नै पर्यो। नाम अनुसारको काम गरे? तेरो नाम त उपाध्याय बाहुन हो, तथा वेद गर्ने काम गर्नुपर्ने। जस्ता अर्का स्वास्नी बिगाड्ने काम गर्छस्? ए बाबु, मैले तेरो स्वास्नीलाई कहाँ बिगाडे त? मैले जे गरिरहेको छु नि तेरै भलाइको लागि हो के। मेरो भलाइ गरे? त साले गिठे मेरो श्रीमतीसँग सुत्लास, अनि मेरो भलाइ चाहिँ कसरी भयो यसमा? हेर बाबु, अहिले म तेरो बुढीसँग सुतेको छु होइन। अब के गरेर 9 महिनापछि तेरो छोरो जन्मेला अनि म जस्तै तालु खुइले जन्मे भने त भाग्यमानी भइनस्। एउटा भनाइ छ नि भाग्यमानीको साँधो ठुलो भनेर। चाहिएको छैन मलाई त जस्तो तालु खुइले छोरो। त तालुले गर्दाखेरि दुनियाँको घर बर्बाद भइसक्यो छ। आज म तँलाई बाँकी छोड्दिनँ साले। अब तालुले हान्यो। म नाटो किन भयो कसरी भयो तँलाई थाहा छ? एउटा रामप्रसाद उपाध्यायबाट जोनी प्रसाद उपाध्याय कसरी भयो तँलाई थाहा छ? यही समाजको कारणले गर्दा म आज जोनी प्रसाद उपाध्याय बन्नु पर्यो। आजभन्दा 3 वर्ष अगाडि मैले त्यो दिन भुलेको छैन अझै पनि। ओहो नानी। ओहो पण्डित बाजे नमस्कार। ए नमस्कार नानी। आज जनै पूर्णिमा त्यसैले म त डोरो बाँध्न आएको। आऊ त। बाजे अलि टायर्ड भन्नु न, कस्तो मजा आइरहेछ। नानी के कुरा गर्दैछौ तिमी? उत्तेजित भौ त। राम 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 शिव शिव। के कुरा गरेको? पण्डित जस्तो मान्छे यस्तो काम मबाट हुँदैन। अरे बाजे
श्रीमान विदेश गएको 5 वर्ष भइसक्यो। आउनु न, मेरो प्याज पेटाइदिनु न बाजे। आउनु न बाजे, आउनु। अरे नानी राम 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 राम। कस्तो पाप कुरा गरेको हँ? मलाई त पाप लाग्छ है नानी, यस्तो नगर न। म पण्डितको छोरा हो, पण्डित त्यसमा हुँदैन नानी। ए बाबु काटे आइजनको सुन्दैनस्? मलाई यहाँ खटी नसक्नु भएको छ। आइज छिटो। लाज लाग्दैन तँलाई कुकुरले? एउटा पण्डित जस्तो व्यक्तिलाई कुकार्ने गर्न लाउने? पण्डित आज म तँलाई फसाएर छोड्छु। गाउँले मलाई जबरजस्ती गर्न खोज्छ यो पण्डितले। गाउँले आयो आयो। ए के भन्दैछ? गाउँले म निर्दोष छु, मलाई छोड, मलाई यस्तो नगर। म जस्तो पण्डित जस्तो मान्छे त्यस्तो के गर्छु होला जस्तो लाग्छ। त्यो केटीले मलाई फसायो, छोडिदियो मलाई। एउटा गाउँको शिक्षित पण्डित भएर एउटा अबेला नारीमाथि जबरजस्ती गर्नु तपाईँले लाज लाग्दैन? यस्तै पण्डितले गर्दा हो आज हाम्रो गाउँघरका चेलीबेटीहरू सुरक्षित छैनन्। आज ल गाउँलेहरू, अब धेरै वाद विवाद नगरौँ। यो पण्डितलाई हामीले मार्नै पर्छ। साले पण्डित न पण्डितलाई मारे पाप लाग्छ। बरु त्यो नगरौँ, यो नामा पण्डितलाई, यसलाई बलात्कारी साला बलात्कारी, यसलाई गाउँ निकाला गर्नै पर्छ। यही हो बाबु मेरो कथा। म त रोई आँसु नै यहाँ भिजाइदिए। पण्डित तपाईँले साह्रै दुःख पाउनु भएको हो, त्यो म मान्छु। तर तपाईँले रोजेको बाटो एकदम गलत हो कि पण्डितजी, बुझ्नु न। एउटा सोझो साझो पण्डितलाई दाइ, गाउँमा 4-4वटा बच्चा जन्मे, तिनीहरूको सबै ताल खोलिएको छ। अनि पोइहरूले आफा पनि जोइला गाउँबाट निकाल्दे। देख्नुभयो पण्डित, यो सब तपाईँको प्रतिफल हो।